Okay, so guys, म भर्खरै घर आयो है, भर्खरै नुहाएर. Oh my god, यति गर्मी भयो, पागल हुन मात्र बाँकी थियो. But anyway, it was really हुन्छ नि good day. It was really hot, but हुन्छ नि रमाइलो भयो. So अहिले हामी चाहिँ नि अब फेरि यहाँ सबै परिवार बसेर घरमा बारबिक्यू एन्ड मेसिङ गरेर खान लाग्यो है. म क्विक देखाउँछु and then I don't know, also the thing is हुन्छ नि गोर्खा कपमा मैले भिडियो के बनाएँ नि थाहा छैन, किनभने म चाहिँ त्यो सिटी बजारको त्यो लिफलेट बेच्दै थियो. सो मैले भिडियो गर्दै हिँडेन, मैले एकजनालाई चाहिँ नै हायर गरेको थियो मेरो भिडियो खिच्दियो भनेर. सो उसले सबै भिडियो गर्दै हिँडेको थियो, त्यो के गरेछ मलाई थाहा छैन, एडिट गरेपछि थाहा हुन्छ. सो त्यति भन्दै म के गर्दैछ म देखाउँछु. So यो चाहिँ नि सर्ट लाएर चिकन आगोमा हैन, यहाँ चाहिँ नि फेरि ससेज चिकन विङ्स छ बारबिक्यू गरेर चट्ट लाएर खान लागेको. भित्र छटपटे हुँदैछ. यहाँ चाहिँ बस्ने ठाउँ, मान्छेहरू भन्दाखेरि नि पाहुनाहरू अझै आउँदैछ, उता टाढोबाट दिदी भेनाहरू आउँदै हुनुहुन्छ. सो त्यही हो. ओके, थ्याङ्क यू गाइस. आई होप यो भिडियो चाहिँ नि राम्रै आछ होला भन्ने सोचिरहेको छु. जे आए पनि हेरिदिनु होला. थ्याङ्क यू सो मच एन्ड प्लिज मेक स्योर लाइक सेयर एन्ड सब्सक्राइब. एन्ड मी एन्ड अमाया बाई बाई गर्नुहोस् बाबा. बाई बाई. हुन्छ म आउँछु. Okay, good morning guys. It's 10:30 a.m. So today it's happening Gorkha Cup every year huncha. It's the biggest Nepalese event. Aldershot ma huncha हैन. So I'm very excited. Also because I came early, म चाहिँ नि so हाम्रो नेपाली दाइहरुले as you can see सिटी बजार भन्ने शप चाहिँ नि ओपन गरेको छ. इट्स इन फार्म रो हैन. सो यो नयाँ शप ओपन गरेको. सो वी जस्ट स्टे हियर फर लाइक 2-3 घण्टाको लागि हामी यहाँ बस्ने छ. अनि लिफलेट चाहिँ नि जस्ट सबैलाई बाँड्दै हिँड्ने. दाइहरूले मलाई बोलाउनु भएको थियो हेल्प गर्ने भनेर. सो यस, सिटी बजार, एभ्रिथिङ 10%, NHS, armed force, everything. If you go there, if you live in Farmro and Aldershot, 10% off. So म र आलोक दाइ आज चाहिँ नि चट्ट लाएर लिफलेट बेच्दैछु. त्यो चाहिँ नि अब लाइकली हाम्रो एम भनेको 2-3 घण्टा भित्र सिध्याउने, which is like 5,000 6,000 लिफलेट छ. सो तर प्रब्लम चाहिँ नि हाम्रो टेन्ट आउन अलिक गाह्रो भएछ, गर्मी चाहिँ बबाल नै भएछ. त्यही भएर तर हामी सहन्छु. गोर्खा कपमा चाहिँ बबाल छ, रमाइलो हुँदैछ, मान्छे आइरहेको छ हैन. सो त्यही हो, हामी चाहिँ नि अब काम सुरु गर्छु गाइस. बल्ल हाम्रो टेन्ट आयो. नाउ हामी चाहिँ रिल्याक्स हुन्छौँ. अघिले घामले धन्दै नमरेको गाइस. दिस इज आवर टेन्ट. हाम्रो टेन्ट आयो. हामीले म्याजिक गरेर आएको. मैले बाँड्दै गर्नु ल, म उयो कुमार दाले एउटा छाता ल्याइदिनु पर्ला. हस्. नमस्ते. नमस्ते.
ठिक्क भएको छ है त हावा लाएर So, म हाम्रो मोर्गेजमा हाम्रो सुभाष दाई हुनुहुन्छ. How are you, दाई? पनि तिमीलाई एउटा सानो पेन पनि राख. Lovely, thank you, दाई. ओके सन्चै हुनुहुन्छ? सन्चै बहिनी. बिजनेस कस्तो दाई? All business All good? good. All राम्रो good, है? भइरहेको छ. राम्रो वेदर भइरहेको पनि राम्रो छ हैन? दाई चाहिँ LG फेसमा आउँदै हुनुहुन्छ. यस. हामीले यो स्टोर राख्दैछ नि. एलजी फेसमा एउटा उस पनि हो नि त, स्पोन्सर पनि हो नि त, पार्टनरशिप छ नि त, कोलाबोरेसन. हाम्रो मोर्गेजबाट. Yeah. Perfect, दाई. Good to see you, दाई. Good to see you. I'll see you around. See you around. Bye. Okay, bye. How much for the one ride? We have 4 rides at the moment. So the Ferry wheels is £5 and the car bumper is also £5. And the balloon and the pins is £3. Okay, this is the Gorkha Cup. This is the Gorkha Cup, 24th Gorkha Cup, organized by Tamudi UK. यो पटक चाहिँ हामीले गोर्खा कपमा यो नयाँ किसिमको आयाम एउटा बच्चाहरूको लागि एउटा किड्स प्लेग्राउन्ड पनि हामीले चाहिँ एडेड गरेको छु. यो चाहिँ हाम्रो नेपालीमा भन्दा रोटेपिङ. यो हेर्नुहोस् है, यो भ्लग यहाँ चाहिँ हाम्रो भोलिन्टियर बहिनीहरूले चाहिँ काम गरिराखेको छ. हाम्रो यहाँ मिडिया पर्सन विनोद भाइ. So, म हाम्रो मोर्गेजमा हाम्रो सुभाष दाई हुनुहुन्छ. How are you, दाई? पनि तिमीलाई एउटा सानो पेन पनि राख. Lovely, thank you, दाई. ओके सन्चै हुनुहुन्छ? सन्चै बहिनी. बिजनेस कस्तो दाई? All business good? All good. All राम्रो good, है? भइरहेको छ. राम्रो वेदर भइरहेको पनि राम्रो छ हैन? दाई चाहिँ LG फेसमा आउँदै हुनुहुन्छ. यस. हामीले यो स्टोर राख्दैछ नि. एलजी फेसमा एउटा उस पनि हो नि त, स्पोन्सर पनि हो नि त, पार्टनरशिप छ नि त, कोलाबोरेसन. हाम्रो मोर्गेजबाट. Yeah. Perfect, दाई. Good to see you, दाई. Good to see you. I'll see you around. See you around. Bye. Okay, bye. चारवटामा तिनवटा पाउच हाल्नुभयो भने चाहिँ यु क्यान विन एलजी फेस्टको टिकट्स. नेक्स्ट को जाम हानौँ, आइज. आउँछ यो जस्ट एलजी नाइट इन्स्टाग्राम पेज फलो गर्नुपर्ने हुन्छ. देन यु क्यान प्ले द गेम. ल हजुरको नाम चाहिँ है यहाँ ड्रप हान्नु पर्यो. ल गाइस, उसले आज रिवार्ड पाउँछ कि पाउँदैन है. लेट्स सी. हाम्रो फ्री टिकट बाउला सही छैन. दाजुले खेल्नु पायो भने म त खेल्दिनँ भयो. ओके यहाँ धेरै तिनवटा छ. तर सक्दैन होला. यता वेटिङमा होला नि. ल nice try. Reward, nice try. Who's next? You just have to follow the Instagram page LG Night Co. Then you'll be able to play. Okay. Thank you. What's your name? Profula. Okay, we have Profula. Next player. Okay, queue ma boss hola. Profula. ल सिस्टर रेडी हो? एकछिन ल. सबैजना लेट्स सपोर्ट आवर नेक्स्ट प्लेयर्स है. जित्न सक्नुहुन्छ कि हुँदैन. बाबु खै
Tinta pouch हाल्नुपर्ने छ LG. Oh, nice one. Nice, hey, Los Angeles. Oh, nice. ओइ के हो Alright, Nice try. Well done. Cheating भयो नि अब चाहिँ. के भात खाछु नि क्या अब ल डिस्क्वालिफाई नै भयो यो चाहिँ. यहाँ हो नि एउटा हामी पनि छिराउनु तपाईँहरू म जान्नु हो तिमी जाऊ न जाऊ जाऊ Free tickets Don't for give me LG that. Fest 27 June मा हुन गइरहेको छ. You'll get to witness the beautiful music from J. Arthur, Sabin Rai, Purna Rai, Kandara, and Ekdev Limbu. गरेछु हो रे गरेछु हो Concert हेर्न free ticket जित्न सक्नुहुन्छ है. हो, पाउँदै? 27 June मा हुन गइरहेको छ LG Fest. So come and follow our page LG Night UK भन्ने पेज इन्स्टाग्राममा फलो गर्नु होला र गेम्सहरू जित्न सक्नुहुन्छ. यो जित्नु भयो भने चाहिँ टिकट जित्नुहुन्छ फ्री. नाइस वान. ल दुईवटा बसाल्नु भयो भने चाहिँ फ्री टिकट है यहाँलाई. Oh, nearly. Nice, nice. अलिकतिले. हो तार्दै Nice one, Winnie. अलिकतिले. Good try, good try. जाऊ जाऊ तिमी जाऊ You can do it. Come nearly. on. Well done. भइरहेको छ. आउनु होला, गेम खेल्नु होला, Actually, टिकट हामी जित्नु न- होला for LG Fest. Do not miss this incredible event. है त 27 जुनमा हुन गइरहेको छ LG Fest 2026. ल आकाश दाइ Nice try. And please follow गर्नुपर्ने हुन्छ. And you have chance to win free tickets for LG Fest 2026. Okay, ready? कुन ब्याग के भन्नुभएको सोल्डर ब्याग के हो रे Let's support our next players है. ल ओए अलिकति नाइस है पछाडि बस्नुपर्ने भयो है. ओ त्यो 6 बजेपछि त Very simple game. चारवटा pouch. क्लोज भिडियो गर्नु नाइस ट्राई LG Fest 2026. ल न दिदी Just हाम्रो LG Night UK को follow गर्नुपर्छ. डबल गर्नु पाउँदैन रे We already have next players. न गोलकिपर बल गरे निकै नै पर फुल्का थिए ल प्लेयर भएको छ एक्सिडेन्ट पनि टेक केही हतारमा हतार पनि अब नेसेसिटी पनि देखाउनु पर्यो एक्सिडेन्ट पनि टेकको लागि Number 12, attacking, going from wing. Pass गरेको थियो राम्रो त बिच जस भयो रेडले सेभ गरिसकेको छ बललाई फेरि पनि रङ पास भइसकेको छ कमजोरी देखिँदैछ डिफेन्डरको राम्रो त्यसमा फाइदा उठाउँदै राम्रो छ ग्रास फसेको छ चान्सेस गोल भएन Interesting. It's 1-1. ए गोल भयो बाहिर जस्तो लाग्यो। मिसअन्डरस्ट्यान्डिङ डिफेन्डरको भएको थियो र त्यसको फाइदा उठाउँदै वाइटले त्यो बललाई गोलमा परिणत गरेर अहिले स्कोर भएको छ FC04 intake 8 Provincial veteran 8 Sorry, I think there was a wrong interception of goalkeeper. Okay, it is a 1-1 so far. Let's see, there's a change. How now? Let's see, we think we've got another 5 minutes or so. So let's see what's going to be. Is it going to be a penalty or is it going to be waste? So far अहिलेसम्मको गेम हामीले यहाँनिर राख्दाखेरि FC04 intake जुन गोल खाइसकेको छ गेम खेलिरहेको थियो त्यही गेम खेल्छ भने अर्को गोल पनि निस्किनेछ
साथै अट्याकिङ निकै राम्रो देखिराखेको छ अहिलेसम्म भेटरानका जर्सी नम्बर 9 का खेलाडीले निकै राम्रो बलहरू कन्ट्रोल गरिरहेका छन्। के हो ये भातै नखा जस्तो भयो अहिले भर्खर गोल गर्ने खेलाडीको नाम सेजङ थापा नम्बर 7 from FC04 विङमा बल खेल्दै FC04 इन्टेक क्रस र यहाँ बल इन्टरसेप्ट गर्दै रेड टिम कम्स टु भेटरान राम्रो चान्स वाइडको त्यसलाई चाहिँ नाइस बललाई चाहिँ सेट गरिदिएको थियो र बल अट्याकिङ पोजिसन पुग्छ किन फेरि राम्रो बहाल सेन्टरमा गउँछ गोलकिपरको अगाडि पुगिसकेको त्यो खेलाडी फेरि राम्रो थाम्छ वाइडको प्रेसरमा दिइरहेको छ तर गोलकिपरले त्यो बललाई कन्ट्रोल लिइसकेको छ वाइड इज डुइङ भेरी वेल किपिङ भेरी स्ट्रङ प्रेसर against the red team. Now it's a half time.